हामीहरू मन्दी 20 बाट बचेर हेर्दैछौँ। म मेरो ब्याग निकाल्छु एकछिन। यो मेरो यो कपी हाल्छु। हामीहरू मत्ती 20 बाट परमेश्वरको जीवित वचनलाई हामी हेर्दैछौँ। यो चाहिँ ठिक छ, याद देख्छ ल। लागि यहाँ राख्छु। मैले अघि भने हामी मत्ती 20 अध्यायमा छौँ, तर मत्ती 20 अध्यायमा चाहिँ हामी यतिकै पुगेको होइन, किनभने हामीले मैले मत्ती 1 बाट अनि 2, 3 गर्दै 19 सम्मबाट प्रचार गरिसकेको छु। त्यो तपाईँहरूले चाहना भयो भने सुन्न मन लाग्यो भने चाहिँ तपाईँले युट्युबमा हेर्न सक्नुहुन्छ। मैले लगाएर राखेको छु, भिडियो चाहिँ छैन, म यताउता कता गइराखेको हुन्छ, तर त्यो भोइस चाहिँ राम्रै आउँछ। तपाईँले पास्टर बाले मत्ती 1 बाट के प्रचार गर्नुभएछ, 2 बाट के प्रचार गर्नुभएछ, 3 बाट के प्रचार गर्नुभएछ भनेर एउटा जिज्ञासा भयो भने तपाईँ त्यसलाई युट्युबमा सुन्न सक्नुहुन्छ अनि कतिपय अवस्थामा हेर्न पनि सक्नुहुन्छ। आज चाहिँ हामी 20 मा छौँ। मेरो विचारमा यो मत्तीको पुस्तकबाट मैले प्रचार गर्ने यो अन्तिम हो जस्तो लाग्छ, सेकेन्ड अन्तिम। यो 20 हो अनि म यो आउने शनिबार चाहिँ 21, 22, 23, 24, 25, 26, 27, 28 सबैबाट म एउटा वचन तयार गरेर मत्तीको पुस्तकलाई म बाई गर्ने है प्रचारबाट। अब मैले अस्ति नै एउटा तपाईँहरूले यहाँ तालिम गराएको थिएँ, त्यो तालिम अनुसार यो वचन हेरौँ है। मत्तीको तालिम पहिलो चाहिँ मत्तीको सुसमाचार कसले लेखेको अथवा लेखक को भन्दाखेरि चाहिँ यो चाहिँ मत्ती हो है, उसको नामै मत्ती हो, लेवी पनि भन्छ। अनि यहाँ लेखकबाट हामी के पाउँछ, यो मान्छे चाहिँ ट्याक्स कलेक्टर, कर सङ्कलन गर्ने मान्छे हो। अझै भन्नुपर्दा यो मान्छे चाहिँ एकाउन्टेन्ट हो। त्यस कारणले गर्दा उसको लेखन चाहिँ एकदमै सटिक हुन्छ, ठिक्क हुन्छ अनि क्रमबद्ध रूपमा हुन्छ। एकाउन्टेन्टहरूले कर उठाउनेहरूले गर्ने कामै त्यो हुन्छ, ठिक्क 1, 2, 3, 4 एकदम ठिक्कसँग मिलाएर लेखेको हुन्छ। त्यस कारण जब हामी मत्तीको पुस्तक पढ्छौँ हामीले के कुरा ध्यान दिनुपर्छ भने मत्तीले सबै कुरा मिलाएर लेखेको छ, एकदम ठिक्कसँग सटिकसँग चाहिने कुरा मात्रै लेखेको छ भन्ने कुरा थाहा हुन्छ। अर्को चाहिँ कहिले लेखेको भन्दाखेरि मिति चाहिँ लगभग 55 देखि 65 मा लेखेको, 55 देखि 65, सन् 55 देखि 65 मा लेखेको। अहिले हामी 2026 मा छौँ भनेपछि आजभन्दा लगभग 2000 वर्ष अगाडि लेखेको। कसको निम्ति लेखेको भन्दाखेरि यो मत्तीको सुसमाचार चाहिँ खासमा चाहिँ यहुदी क्रिस्चियनहरूको निम्ति लेखिएको हो। खासमा लेख्दा चाहिँ यहुदी क्रिस्चियनहरूको लागि निम्ति, संसारभरि छरिएर रहेका यहुदी क्रिस्चियनहरूको लागि लेखिएको। किन लेखिएको भन्दाखेरि चाहिँ हामीले थाहा पाउनु पर्छ येशू नै मसिहा हुन्, येशू ख्रिस्ट नै मसिहा हुन् भनेर, मसिहा मुक्तिदाता चाहिँ येशू नै हुन् भनेर यहुदी जातिलाई बताउनुको लागि लेखेको हो। किनभने यहुदी जातिहरूले मुक्तिदाता येशूलाई पर्खिरहेका थिए। अनि मत्तीले तपाईँले पढ्नु भने मत्तीको 1 देखि 28 सम्म तपाईँले पढ्नु भने मत्तीले भन्नु खोजेको कुरा चाहिँ हेर यहुदी जातिहरू हो, तिमीहरूले वेट गरेको, तिमीहरूले पर्खेको मसिहा चाहिँ येशू नै हुनुहुन्छ है, मुक्तिदाता चाहिँ येशू नै हुनुहुन्छ है भनेर उसको मुख्य उद्देश्य हो। त्यस कारणले गर्दा नयाँ नियममा भएका पुस्तकहरूमा सबैभन्दा बढी पुरानो नियमको पदहरू कोट गरेको, पदहरू उल्लेख गरेको चाहिँ मत्तीको पुस्तकमा हो। तर मत्तीको पुस्तकमा थुप्रै पुरानो करारको पदहरूलाई त्यहाँ पाउनुहुन्छ। किन भन्दाखेरि मत्तीले यहुदी जातिलाई येशू नै ख्रिस्ट हुन् भनेर बताउन खोजेको। अर्को चाहिँ कहाँबाट लेखेको भन्दाखेरि यो चिठी चाहिँ कहाँ लेखेको भन्दाखेरि चाहिँ एन्टियोक भन्छ, नेपालीमा एन्टियोखिया भन्छ, खास एन्टियोकबाट लेखेको है। यो एन्टियोक चाहिँ कस्तो भन्दाखेरि इजरायलको राजधानी यरुसलेम, तर सेवकाईको राजधानी चाहिँ एन्टियोक हो। एन्टियोकलाई चाहिँ किङडम अफ मिसन भन्छ। सबै सेवकाईको राजधानी चाहिँ एन्टियोक हो। एन्टियोकबाट लेखेको। यो ठाउँ चाहिँ अहिलेको अन्ताकिया भन्छ, दक्षिण टर्कीमा पर्छ। तपाईँले गुगलमा हेर्न सक्नुहुन्छ। अहिले यो पहिला चाहिँ त्यहाँ थियो, अहिले चाहिँ यो दक्षिण टर्की, पूर्व पश्चिम उत्तर साउदर्न टर्कीमा पर्छ। अनि यसलाई चाहिँ अहिले चाहिँ अहिलेको भाषामा चाहिँ अहिलेको जमानामा चाहिँ अन्ताकिया भन्छ। तपाईँहरू मलाई यो भन्दै गर्दाखेरि मलाई के छ भने कुनै दिन भोलि पर्सि म रिटायर भइसकेपछि सेवाकाईबाट रिटायर भनेको के भन्छ अवकाश लिइसकेपछि चाहिँ म घुम्नु मन लागेको छ। म इजरायल घुम्न जान्छु, म टर्की घुम्न जान्छु, म ग्रिस घुम्न जान्छु, जहाँ जहाँ यसो चेलाहरू म त्यहाँ घुम्न जाने।
है। तपाईँहरू पनि जानुहोस् पछि पैसा अहिले भेला गर्नुहोस्। खासै धेरै लाग्दैन, यो टर्कीहरू जानलाई धेरै पैसा लाग्दैन। काम गर्न जानलाई मात्रै धेरै लाग्ने हो क्या, भिसा सिसा एप्लाई गर्नु। अब टुरिस्ट भिसामा जानु आउनु जानु टिकट काट्यो, भात खाने पैसा छैन, जानु पाइहाल्छ है। त्यस कारणले गर्दाखेरि तपाईँहरू जवान मान्छेले पैसा भेला गरिराख्नुहोस्, पछि घुम्न जानुपर्छ। त्यसपछि अनि लेखकको अवस्था कस्तो थियो भन्दाखेरि चाहिँ जब मत्तीले यो मत्तीको सुसमाचार ल्याएको थियो त्यतिखेर ऊ के थियो भन्दाखेरि परिपक्व भइसकेको थियो, म्याच्योर भइसकेको थियो, जान्ने बुझ्ने भइसकेको थियो, जीवन देखिसकेको थियो। अर्को चाहिँ एकदमै अनुभवी थियो, उसले सेवाको बारेमा सबै कुरा बुझेको थियो। त्यस कारणले गर्दा मत्तीको सुसमाचार हामी यो कुरा पाउन सक्छौँ। अब अनि आज चाहिँ हामीहरू के को बारेमा बात मार्छौँ भन्दाखेरि चाहिँ आज चाहिँ परमेश्वरको अनुग्रह है। मेरो वचनको शीर्षक चाहिँ हो परमेश्वरको अनुग्रह। हामीले अनुग्रह 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 भनेर सुनेका छौँ, परमेश्वर पनि सुनेका छौँ। परमेश्वरको अनुग्रहले चाहिँ कसरी काम गर्छ हामी त्यो कुरा पत्ता लगाउनेछौँ। परमेश्वरको अनुग्रह भनेर हामीले धेरै सुनेका छौँ, तर त्यसले कसरी काम गर्छ, काम चाहिँ कसरी गर्छ परमेश्वरको अनुग्रहले भन्ने कुरा थाहा पाउनेछौँ। 2 नम्बरमा परमेश्वरको अनुग्रह कसरी प्राप्त गर्न सक्छौँ, थाहा पायो कसरी काम गर्छ, त्यसलाई प्राप्त गर्ने कसरी, मैले परमेश्वरको अनुग्रह कसरी प्राप्त गर्ने, बहिनीहरूले परमेश्वरको अनुग्रह कसरी प्राप्त गर्ने, हामीले हाम्रो जीवनमा परमेश्वरको अनुग्रह कसरी प्राप्त गर्ने, हामी त्यो कुरालाई पनि हेर्नेछौँ। र अन्तिममा परमेश्वरको अनुग्रहमा कसरी जीवन बिताउन सक्छौँ, परमेश्वरको अनुग्रहमा कसरी जीवन बिताउन सक्छौँ, 3टा कुरा हामी हेर्नेछौँ आजको वचनमा। परमेश्वरको अनुग्रह भनेर मैले भनिसकेँ। परमेश्वरको अनुग्रह फर्स्टमा चाहिँ अब यसले कसरी काम गर्छ थाहा पाउनु पऱ्यो। सेकेन्डमा चाहिँ कसरी अब यसलाई कसरी प्राप्त गर्न सक्छौँ त्यो थाहा पाउनु पऱ्यो। नम्बर 3मा चाहिँ प्राप्त गरिसकेपछि परमेश्वरको अनुग्रह कसरी जीवन जिउने भन्ने कुरा हामी हेर्नेछौँ। आउनुहोस् हामी मत्ती 20को 1 देखि 16 हेर्नेछौँ। बुझ्नुभयो? बुझेन भने पनि अर्को भाषा छैन है, यतिकै सोधेको मैले। अब यहाँनिर यो खासमा यो मत्ती 20को 1 देखि 16 को दृष्टान्त खेतालाहरूको ज्यालादारी भनेर लेखेको होला तपाईँको बाइबलमा। के लेखेको छ? दाखबारीका खेतालाहरू लेखेको छ। खासमा चाहिँ यो चाहिँ उत्तर हो। प्रश्न चाहिँ पत्रुसले मत्ती 19को 27मा सोधेको छ। प्रश्न चाहिँ मत्तीले कहाँ सोधेको छ? 19को 27मा सोधेको छ। पत्रुसले येशूलाई मत्ती 19को 17मा यसरी प्रश्न गर्छ। तब पत्रुसले उहाँलाई भने, येशूलाई भने, हेर्नुहोस् हामीले त सबै थोक छोडेर तपाईँको पछि लागेका छौँ, हामीले चाहिँ के पाउँछौँ भनेर सोधेको छ पत्रुसले। येशूले भन्नुभएको छ अघिल्ला चाहिँ पछिल्ला हुनेछ, पछिल्ला चाहिँ अघिल्ला हुनेछ भनेर। अनि त्यसलाई अझै मजाले व्याख्या गर्नको लागि पत्रुसको यो प्रश्नको जवाब दिनको लागि चाहिँ मत्ती 20को 1 देखि 16 आएको हो, नत्र आउने थिएन। अब हामी यसलाई मिलाएर हेर्नेछौँ। फर्स्टमा हामी 1 र 2 पद पढ्नेछौँ। हामी सबैले पढ्न सक्छौँ, तपाईँ सबै हामी सबैले पढौँ सधैँ जस्तै। सुरु स्वर्गको राज्य आमेन। स्वर्गको राजा जमिनको एकजना मालिकको जस्तो हो, परमेश्वरको भनेको। अनि उहाँ चाहिँ बिहानै जान्छ, अनि काम गर्ने मान्छे खोजेर लिएर आउँछ, अनि काम गर्ने मान्छेलाई 1 दिनको कति पैसा दिन्छु भन्छ? 1 दिनार। कति दिन्छु भनेको छ? खेतालाहरूसँग 1 दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दागबारीमा पठायो। नेपालको बाइबलमा चाहिँ, नेपाली बाइबलमा चाहिँ 1 दिनको ज्याला भन्छ, अङ्ग्रेजीमा चाहिँ 1 दिनारेस भनेको छ। यहाँ तल हेर्नुहोस् त, डेम अर दिनारियस भन्छ। 1 दिनारेस भनेको 1 दिनार दिन्छु भनेको हो। तपाईँले अङ्ग्रेजीमा चाहिँ थुप्रैवटा भर्सन छ, त्यसमा तोकेको छ 1 दिनार लेखेको छ, अ पेनी लेखेको छ, जस 1 दिनार हो। त्यो 1 दिनार भनेको त्यस बेलामा रोमी सेनाहरूले पाउने ज्याला हो। रोमी शासन थियो, रोमी शासनमा सेनाहरू थियो, त्यो सेनाहरूले 1 दिनको ज्याला जति पाउँथ्यो त्यो चाहिँ 1 दिनार हो। त्यो 1 दिनार चाहिँ दिन्छु भनेर मालिक काम गर्ने मान्छे खोज्न जान्छ। कति बजी जान्छ भन्दाखेरि त्यहाँनिर लेखेको छ बिहानै भन्छ, त्यो आज 6 बजी हो। त्यो त रोमी परम्परा अनुसार सबैभन्दा सुरुमा काम गर्ने मान्छेहरू कति बजी आउँथ्यो? 1 दिनको ज्याला पाउने भने तिनीहरू 6 बजी काम सुरु गर्नु पर्थ्यो त्यस बेलाको जमानामा। अहिले चाहिँ गाउँघरतिर 8 बजी सुरु गर्छ कि 10 बजी सुरु गर्छ, तर त्यस बेलाको जमानामा बिहानको 6 बजीदेखि
बेलुकाको 5 बजीसम्म काम बेलुकाको 6 बजीसम्म काम गर्दाखेरि चाहिँ 1 दिन हुन्थ्यो। 12 घन्टा काम गर्नु पर्यो। बुझ्दै हुनुहुन्छ? अनि त्यो 12 घन्टा काम गरेर कति पैसा पाउँछ उनीहरूले? 1 दिनार। एक दिनमा त्यही कुरा पाउँछौँ। त्यसपछि तपाईँलाई मैले राम्ररी पढ्यो भने तपाईँलाई मैले 3 पद 4 पद अनि 5 पद 6 पद अनि 8 पदसम्म पढ्यौँ भने त्यो मालिक चाहिँ जम्मा 5 चोटि मान्छे खोज्नु गएको छ। काम गर्ने मान्छे खोज्नु। कति चोटि? 5 चोटि। के को लागि खोज्नु गएको? मिडियम। मलाई मिडियम ठिक छ के? दागबारीमा काम गर्ने खेताला खोज्नु गएको है। के गर्नु गएको? दागबारीमा काम गर्ने खेतालाहरू खोज्नु गएको। कतिचोटि गएको छ? फर्स्टमा सुरुमा जान्छ, त्यो चाहिँ 6 बजी हो। बिहानको 6 बजी जान्छ। त्यो भर्खरै हामीले पढ्यौँ। उसले मान्छेले लिएर आउँछ। 9 बजी जान्छ फेरि एकचोटि खोज्न। 9 बजी जाँदा चाहिँ मान्छे चाहिँ लिएर आउँछ, तर यति पैसा दिन्छु भनेको छैन त्यहाँ। तपाईँले 3 र 4 पदमा पढ्न सक्नुहुन्छ। मान्छे चाहिँ खोज्छ, तर तिमीलाई म यति पैसा दिन्छु उसले भन्दैन। त्यसपछि 12 बजी फेरि एकचोटि गएको छ। त्यो चाहिँ 5 पदमा लेखेको छ। काम गर्ने मान्छे लिएर आउँछ, तर पैसा चाहिँ भन्दैन यति दिन्छु भनेर। अनि 3 बजी जान्छ। 3 बजी जाँदाखेरि पनि मान्छे खोजेर आउँछ। ज्याला भनेको छ उसले, भनेको छैन। तपाईँले पढ्न सक्नुहुन्छ 5 पदमा। अनि 6 र 8 पद पढ्नुभयो भने 5, 6, 7, 8 पद पढ्नु भने ऊ अन्तिममा फेरि 5 बजी ज्यालादेखि काम गर्ने मान्छे खोज्नु गएको छ। त्यतिखेर पनि उसले म तिमीलाई यति पैसा दिन्छु चाहिँ भनेको छैन, काम लगाउँछ। त्यसपछि अब हामी कति पदमा जाउँ? होइन हौ 9, 8 र 9 पद। 8 र 9 पद पढ्नुहोस् त। पढ्नु न। पाँच बजे काममा लागेकाहरू आए र तिनीहरू हरेकले पुरा दिनको ज्याला पाए। हेलो हेलो हेलो, सुन्दैछ? मालिकले भन्यो, साँझ परेपछि के भन्छ? कर्मचारी बोलायो, यता आइज, सबलाई पैसा दिनु। सुरुमा चाहिँ 5 बजी आएकोलाई दिनु, त्यसपछि 3 बजी आएकोलाई दिनु, त्यसपछि 12 बजी आएकोलाई दिनु, त्यसपछि 9 बजी। उल्टो गरेको छ क्या, उल्टो पैसा दिने बेलामा। पहिला 5 बजीकोलाई दिनु, त्यसपछि 3 बजेकोलाई दिनु, त्यसपछि 12 बजेकोलाई दिनु, त्यसपछि 9 बजेको दिनु, अनि त्यसपछि कति बजेकोलाई दिनु? लास्टमा 6 बजे। ठ्याक्कै उल्टो, रिभर्स भएको छ। अनि अर्को के भनेको? सबैलाई बराबर दिनु। 5 बजी आएको मान्छेले कति घन्टा काम गर्यो? 1 घन्टा। कति पायो? 1 दिनार। 3 बजी आएकोले कति घन्टा काम गर्यो? 3 घन्टा। कति पैसा पायो? 1 दिनार। 12 बजी आएकोले कति घन्टा काम गर्यो? 6 घन्टा। कति पैसा पायो? 1 दिनार। अनि 9 बजी आएको मान्छेले कति घन्टा काम गर्यो? 9 घन्टा काम गर्यो। कति पैसा पायो? 1 दिनार। अनि बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्म सबैभन्दा धेरै काम गर्ने चाहिँ यिनीहरू हो। अनि यिनीहरूले कति पायो? 1 दिनार पायो। अनि 6 बजेको मान्छे रिसाउन थाल्छ, अनि 9 बजेको मान्छे रिसाउन थाल्छ, अनि 12 बजेको मान्छे रिसाउन थाल्छ। 3 बजेको चाहिँ रिसाउँछ, तर भित्रभित्र मात्रै रिसाउँछ। 5 बजी काम गर्ने चाहिँ मजाले खुसी भएर जान्छ, 1 घन्टै काम गर्दा भयो है। त्यसपछि गनगन भएको छ। ठ्याक्कै नेपालमा त्यस्तै हुन्छ होइन त? नेपालमा यस्तै हुन्छ, नेपालमा पनि त्यस्तै हुन्छ। हामीलाई अब यो सुन्ने बित्तिकै रिस उठ्छ, उठ्छ कि उठ्दैन? किनभने खासमा 12 बजी 6 बजी बिहानै आएकोलाई अलिक धेरै दिनुपर्ने, 9 बजी आएकोलाई अलिक धेरै दिनुपर्ने, 12 बजी 3 बजी आएकोले 1 दिनार र 5 बजी आएकोले 1 दिनार दिँदा अन्याय भयो नि हो। 28-50 भयो। 3 बजीको चाहिँ लगभग बोलेन, अलिकति चित्त चाहिँ दुखायो, किनभने 5 कोले 1 दिनार पाछ। यो 6 बजी 9 बजी अनि 12 बजीको मान्छेले चाहिँ आन्दोलनै गर्छ है, पुरा झन्डा बोकेर होइन, हाम्रो मालिक भ्रष्टाचारी मुर्दाबाद, हाम्रो मालिक पक्षपाती मुर्दाबाद भनेर पुरा है जुलुस नाला जुलुस भएको छ। यसरी त्यसपछि भन्नुहुन्छ। ल पढौँ, सुरु। जब चर्को गर्मी सहनेहरू सरह तुल्याउनु भएको छ। अहिलेको भाषामा भन्दाखेरि मालिक मुर्दाबाद, मालिक के अरे पक्षपाती मुर्दाबाद भनेर नारा जुलुस गरेको होइन। भित्रभित्र चाहिँ सराह पनि होला, मरिजाओस् भन्यो होला। त्यसो त भन्नु भएन, पुरा टेन्सन भएको छ। त्यसपछि यसोले भन्नुहुन्छ
ल पढौँ। ए यो के अरे त्यहाँ सल्लाह गर्दैछ यहाँनिर हेर्नुभयो। यो फोटोको सबैभन्दा बेस्ट कुरा के हो भनौँ? यो फोटोको सबैभन्दा बेस्ट कुरा चाहिँ बिबिसीबाट बिबिसीको पत्रिकामा छापिएको हो। बिबिसी थाहा छ? ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन होला बिबिसीको फुल फर्म, तर संसारको नम्बर 1 च्यानल हो। पहिलासम्म चाहिँ संसारको नम्बर 1 थियो, अहिले पनि लगभग नम्बर 1 हुनुपर्ने अथवा टप 10 मा पर्छ, चलेको हो त्यो पत्रिकामा छापिएको। यसको विशेषता चाहिँ त्यो हो। त्यसपछि उनीहरू गनगन गर्छ। अब सुन्नुहोस् है, अब 13 मा मजाले पढौँ ल, सबैलाई पढौँ ल। बाइबल भने बाइबलमा नभए यहाँ हेरेर पढ्नुहोस्। 13, 14, 15, 16 सम्म पढ्नु मजाले पढौँ, हतार नगरिकन। सुरु। यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्। यसैले कस्तो मजाले भन्नुहुन्छ क्या, उसले तिनीहरू मध्ये एकजनालाई जवाब दियो। त्यो चाहिँ नेतालाई नि यस्तो बोलाएर मित्र होइन मित्र भनेको छ कि ओइ भन्नु, म भन्दा ओइ भन्थेँ, मित्र मैले कुनै अन्याय गरेको छैन। मैले तिमीलाई 6 बजी बोलाएँ, तिमी एक दिनको मैले कति दिन्छु भनेको थिएँ? 1 दिनार दिन्छु भनेको थिएँ, तिमीले ओके भनेको थियौ, मैले तिमीलाई 1 दिनार दिएँ, मैले केही अन्याय गरेको छैन। अर्कोलाई बोलाए, मित्र तिमी 9 बजी बिहान आयौ, हाम्रो त ज्यालाको कुरै भएको थिएन, मैले तिमीलाई 1 दिनार दिएँ, तिमी जाऊ। 12 बजी त्यसरी बोलाएँ, मजाले सम्झाएको छ। अनि उहाँले के भन्छ भने इङ्ग्लिसको मनपर्छ, अर इज दाइन आई इभिल बिकज आई एम गुड भन्छ। के म राम्रो भयो भन्दैमा तिम्रो आँखा जलेको भन्छ होइन। मैले जसलाई जति पैसा दिनु पाएँ पनि तिम्रो आँखा किन जलेको, तिमीले किन आरिस गरेको, तिमीले किन डाहा गरेको भन्छ नि। त्यसपछि सबैजना जान्दछ। बुझ्नुभयो? खासमा त्यो 6 बजीको मान्छे जति गनगन गरे पनि उसको गनगन गर्ने अधिकार छैन, किन उसले एक दिनमा काम गर्छु भनेको थियो। उसले काम गर्यो, 1 दिन पायो, धन्यवाद भनेर जानु पर्ने। किन उसले भन्छ म राम्रो छ भने तिम्रो आँखा किन जल्ने, म राम्रो छ भने तिमी किन ठुस्किन, तिमी किन रिसाउनु भनेर चाहिँ टक्कसँगले भन्छ। अब हामी यहाँ जाउँ। व्यवस्था 34 को 4 पद, व्यवस्था 34 को 4 पद अनि लुका 23 को 42-43 पद। यहाँ के लेख्छ भन्दाखेरि बडो राम्रो गर्छ। यहाँ के भन्छ भने व्यवस्था 34 को 4 भन्छ। लु सुन्नुहोस् त, पढ्नुहोस् त। तब परमप्रभुले छैन। अब यो पढ्नुहोस् त, यो लुकाको यो तब यो व्यवस्था 34 को 4 पद चाहिँ परमेश्वरले मूसालाई भनेको। मूसा है, मूसा थाहा छ नि होइन? मलाई मूसा मान्छे सबैभन्दा मनपर्ने मान्छे चाहिँ मूसा हो। यदि परमेश्वरले स्वर्गमा निष्पक्षसँग न्याय गर्नुहुन्छ भने सबैभन्दा ठुलो घर चाहिँ मूसाको हुनुपर्छ। सबैभन्दा बढ्ता आशिष चाहिँ मूसाले पाउनुपर्छ। किनभने मूसा त 40 वर्ष त्यो ऊ त रोमी शासक हुनुपर्ने मान्छे हो, सम्राट हुनुपर्ने हो, रोमीहरूको इम्पेरर हुनुपर्ने हो, रोमीहरूको सबैभन्दा ठुलो मान्छे हुनु। ऊ त राजकुमार थियो। उसले 40 वर्षसम्म एउटा राजाले पाउनुपर्ने त्यति बेलाको सबैभन्दा ठुलो संसारकै नम्बर 1 थियो, नम्बर 2 उसको बुवापछि ऊ राजा हुनुभयो। नम्बर 1 संसारकै नम्बर 1 हुनु पाउने मान्छे थियो। उसले एउटा राजकीय खानदानमा पाउनुपर्ने सबै कुराहरू पाइसकेको थियो। तर उसले के थाहा पाउँछ, म त हिब्रू रहेछ, म चाहिँ क्रिस्चियन रहेछ, मैले मेरो जातिलाई न्याय गर्नुपर्छ भनेर उसले मारिदिन्छ नि त एउटा अर्कोलाई। त्यसपछि ऊ त भाग्छ सबै कुरा त्यागेर। ल म सन्यासी जीवन, मरुभूमिमा गएर गोठालो काम गरेको। कति वर्ष? 40 वर्ष। बिचारा गोठालो काम गरेर बच्चा जन्माएर जिन्दगी जिरहेको हुन्छ। कति मजा आयो, मजाले बाँचिरहेको छ। फेरि परमेश्वरले बोलाउँछ, लु जा फेरि मिश्र देशमा, फेरि मिश्र देशमा जान्छ।
40 वर्ष, कति वर्ष? 40 वर्ष उसले सेवाकाई गर्छ, 40 वर्ष सेवाकाई गर्छ, सेवाकाई गरिरहेको हुन्छ। अनि समस्या चाहिँ कहाँ छ भने एउटा लट्ठी हुन्छ, इजरायलीहरूले 20 लाख मान्छेले पानी 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 भन्छ कि, कतिजना मान्छेले मलाई पानी दिनुहोस् भन्छ। परमेश्वरले भन्छ मोसा गएर यो लट्ठी चाहिँ ढुङ्गालाई देखाउनु। हाम्रो परमेश्वर फेरि ट्रिकी परमेश्वर हो क्या, हाम्रो परमेश्वर अर्कै खालको हुनुहुन्छ। ढुङ्गालाई के गरेर के भन्छ, ढुङ्गालाई गएर देखाउनु यसरी, अनि पानी आउँछ, लट्ठीले ढुङ्गा देखाउनु पर्यो, ढुङ्गाबाट के आउँछ? पानी आउँछ। इजरायलीहरू कराई गर्छ। त्योभन्दा अगाडि चाहिँ ढुङ्गालाई हिर्काउनु भनेको हुन्छ परमेश्वरले। ढुङ्गालाई के गर्नु? पहिला के गर्नु भनेको छ? थाहा छ भनेर गएर पहिला हिर्काउनु भनेको छ, सेकेन्डचोटि गएर डङ हिर्काइदिन्छ। पानी त आयो, परमेश्वर रिसाउनु भयो। मैले तँलाई देखाउनु मात्रै भनेको थिएँ, किन ढुङ्गा हिर्काइस् भन्छ। फेरि पहिला चाहिँ के गरेको थियो? हिर्काएको थियो। मोसाले भने मोसा नेपाल हामी जस्तै हो कि, परमेश्वरले पहिला पनि हिर्का भन्यो, थाहा छ मलाई गरेर डङ्गै हिर्काइदिइहाल्यो। खासमा अहिले त के गर्नु भनेको छ? देखाउनु मात्रै हुन्छ। हेरी पोटर फिल्म हेर्नु भएको छ तपाईँले? मोसाले हेरी पोटर पढाएको भए, किन हेरी पोटरमा यस्तो देखाएको जादु भएको छ लट्ठीले, होइन? त्यतिखेर हेरी पोटर थिएन के, हेरी पोटर भएको भए मोसाले देखाउँथ्यो मात्रै, बिचरा स्वर्ग त्यो जानु पाउँथ्यो। तर उसले के गर्छ? हिर्काउँछ। त्यसपछि भन्छ यही हो अब्राहमलाई दिन्छु भनेको, इसाकलाई दिन्छु भनेको, याकुबलाई दिन्छु भनेको दुध र मह बग्ने देश चाहिँ यही हो। त मजाले हेर, तर त जानु पाउँछस्? नदेखा भए पनि भइहाल्थ्यो नि, होइन? भनेर कहिले होइन कस्तो मिठो छ भनेर त्यस्तो, होइन? तर तँलाई दिन्न भने जस्तो क्या। यो सब यो अब्राहमलाई दिन्छु भनेको, इसाकलाई दिन्छु भनेको, याकुबलाई दिन्छु भनेको सबै दुध र मह यही हो। तर त जान पाउँछ? पाउँदैन भन्छ। अनि त्यसपछि मोसा जानु पाउँदैन। यो चाहिँ कहाँको कुरा भन्दाखेरि यो तलको कुरा चाहिँ यो लुकाको कुरा चाहिँ दुईवटा येशू ख्रीष्ट हुन्छ यहाँ। यहाँनिर एउटा चोर अनि यहाँनिर अर्को चोर। थाहा छ मलाई सबैभन्दा मनपर्ने यो चोरको नाम थाहा छैन, तर मलाई यो चोर सबैभन्दा संसारको सबैभन्दा बढी आशिष पाएको मान्छे यही चोर हो। यसको नाम चाहिँ थाहा छैन। आशिष नपाएको चाहिँ मोसा हो। त्यत्रो दुःख गर्छ, जानै पाउँदैन बिचरा। अलिकति गएर एक दिन भए पनि त्यहाँ दुध र मह बग्ने देशमा राखेको भइहाल्थ्यो नि मोसालाई, है? परमेश्वरको हातमा सबै कुरा थियो नि, र पनि हुँदैन। मोसा तँ जान पाउँदैन, हेर्नु चाहिँ हेर तर जान बिचरा नदेखा पनि हुन्थ्यो नि त बरु। यसले चाहिँ के भन्छ भने चोर हुन्छ, थाहा छैन? येशू ख्रीष्ट यहाँ चोर, अर्को चोर। अनि के भन्छ भने त्यो चोरले भन्छ चुप्ला त नगरा, तर म त चोर हो, तर उहाँ त धर्मी मान्छे हुनुहुन्छ, उहाँले कुनै अपराध गरेको छैन भन्छ। त्यसपछि हुन्छ नि, अनि त्यस भन्छ हे प्रभु, हे येशू, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनु। जम्मा त्यति भन्छ। हे प्रभु, हे येशू, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। कस्तो मजाले हुन्छ, हे प्रभु तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। त्यसपछि येशूले के भन्छ उहाँलाई? साँच्चै म तिमीलाई भन्दछु आजै तिमी मसित स्वर्गलोकमा हुन्छौ। आमेन, हालेलुया। बाइबलमा भएको तपाईँले उत्पत्तिदेखि प्रकाशन पढ्नुहोस्। परमेश्वरले उठाइ लगेको हनोक हो, अनि अर्को एलिया हो, अरू छैन। हनोकलाई पनि खासमा म तिमी र म स्वर्ग जाउँ भनेको छैन, त्यहाँ बाइबलमा ल्याएको छैन। एलियालाई पनि उठाइ लाँदाखेरि तिमी म स्वर्ग जाउँ भनेको छैन, यसलाई मात्रै भनेको छ आजै तिमी मसँग कहाँ हुनेछौ? स्वर्गलोक हुनेछौ। आमेन, हालेलुया। यसकारणले गर्दा परमेश्वरको अनुग्रहले कसरी काम गर्छ? प्रश्न छ। परमेश्वरको अनुग्रहले कसरी काम गर्छ? उत्तर यहाँ छ। उत्तर चाहिँ यहाँ चाहिँ प्रस्थान के हो? यो 33:19 पढ्नुहोस् त सुरु। उहाँले जसलाई म आशिष दिन चाहन्छु म त्यसलाई आशिष दिन्छु, जसलाई म आशिष दिन चाहन्न म उनीहरूलाई आशिष दिन्न। अनुग्रह भनेको त्यही हो, परमेश्वर अनुग्रह त्यही हो। परमेश्वर अनुग्रह कसरी काम गर्छ भन्दाखेरि परमेश्वरलाई मात्रै थाहा छ। किनभने मोसाले त्यत्रो दुःख गर्यो, जानु पाएन। त्यो चोरले जम्मा हे प्रभु मलाई यसो मलाई क्षमा गर्नु, मलाई सक्छ, त्यतिमै जानु पायो। त्यस कारणले गर्दाखेरि परमेश्वरको अनुग्रह चाहिँ हाम्रो कामले, हाम्रो बुद्धिले, हामी कुनै पनि कुराले हामी प्राप्त गर्न सक्दैनौँ।
त्यही कारणले गर्दाखेरि 20 वर्ष सँगै चर्चमा गएको हुन्छ, एउटा विश्वासी हुने खाने हुन्छ, अर्को विश्वासी चाहिँ आत्मामा चाहिँ बलियो हुन्छ, शरीरमा चाहिँ हुने खाने हुँदैन। पहेँलो दुब्लो कोठाबाट तिर्नै मुस्किल हुन्छ, अर्कोलाई पुगिसकेको हुन्छ। कहिले कस्तो होला परमेश्वरको अनुग्रह त्यसरी काम गर्छ। परमेश्वरको अनुग्रह जबरजस्ती हामी कसैले पाउन सक्दैनौँ। परमेश्वरले जसलाई आशिष दिनु मन लाग्छ उसलाई आशिष दिन्छ। परमेश्वरले जसलाई प्रेम गर्नु मन लाग्छ परमेश्वर उहाँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले जसलाई प्रेम गर्नु चाहनुहुन्न उहाँले चाहनुहुन्न। परमेश्वरको अनुग्रह त्यसरी काम गर्छ। त्यसमा हामीले चित्त दुखाएर टाउको गनाएर अघि गनगन गऱ्यो नि त, गनगन गरेर हुनेलाई छैन। एक मुक्ति त पाइसक्यो। मुक्ति पनि खासमा परमेश्वरले जसलाई चाहे त्यसलाई मात्रै दिनुहुन्छ, माध्यमलाई दिनुहुन्न। त्यस कारणले गर्दा परमेश्वरको अनुग्रहले कसरी काम गर्छ भन्दाखेरि हामीलाई थाहा छैन। आमेन आमेन भन्नु न। नरिसाउनुहोस्, अझै राम्रो कुरा हुन्छ। चित्त नदेखाउनुहोस्, तर तरिका यही हो। परमेश्वरको अनुग्रहले थाहा छैन, किनभने कसरी काम गर्छ थाहा छैन। थाहा पायो भने मान्छेले भइहाल्छ। तर गुड न्युज चाहिँ यहाँ छ, यो चाहिँ राम्रो छ। पढ्नुहोस् त के रहेछ परमेश्वरको अनुग्रह। यो चाहिँ हो अनुग्रह। कसरी परमेश्वरले कसलाई अनुग्रह गर्छ थाहा छैन, तर प्राप्त गर्ने तरिका थाहा छ। त्यो चाहिँ विश्वास, फेथ, विश्वास हुनुपर्छ। यहाँनिर हिब्रू 11:6 लेखेको छ। मैले धेरैचोटि हामीले पढ्यौँ, यो अझै एकचोटि पढौँ ल। विश्वास बिना आमेन। म परमेश्वरको छोरा हो, उहाँले मलाई अनुग्रह गर्नुहुन्छ। म परमेश्वरको छोरी हो, उहाँले मलाई अनुग्रह गर्नुहुन्छ। परमेश्वरले मेरो आँसु देख्नुहुन्छ। परमेश्वरले मेरो बिरामी थाहा छ। परमेश्वरलाई मेरो अवस्था थाहा छ। उहाँले मलाई प्रेम गर्नुहुन्छ हुन्छ भनेपछि हुन्छ हुन्छ गरिराख्नु पर्यो। अनि उहाँले हामीलाई अनुग्रह दिनुहुन्छ। मैले यहाँ कार्ड 4 भनेको छु, वुड पिकर भन्छ नि, त्यसले टक 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 एक दिनमा 12,000 चोटि टक टक गर्छ नि। कतिचोटि हामी काठमाडौँ भयो त हामी त 100 मा छोडिदिउँ भन्छ होला। नो 12,000 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 मैले 14 पुऱ्याउँदै तपाईँहरू थाकिसक्यो। कति गनेको होला भनेर 14 पुग्दै तपाईँले मलाई पनि कति जति गने पनि 14 मात्रै पुग्छ के। अहिले यसो 30 पुग्यो होला। 31 32 33 34 35 36 37 38 39 40। अहिले म 100सम्म गन्यो भने यो पास्टरबाले वचन बोल्नुको साटो गनिरहेको छ भन्नुहुन्छ होला। 12,000 चोटि। कतिचोटि? 12,000। अनि कस्तो राम्रो गुड बनाउँछ। परमेश्वरले मलाई अनुग्रह दिनुहुन्छ 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 भन्नु पर्यो। आमेन। यो एउटा बच्चा हुन्छ, बच्चा चाहिँ बस स्टपमा बसिरहेको हुन्छ होइन, बस पर्खेको नि बिचरा यसरी बसिरहेको हुन्छ, केटीहरू बसिरहेको हुन्छ। अनि एउटा दिदी आउँछ, हामी नेपाली, यहाँ त गाडी रोक्दैन भन्छ। ए छोरी यहाँ त गाडी रोक्दैन, गाडी रोक्ने ठाउँ त यहाँ बस स्टप यहाँ गाडी रोक्दैन भन्छ। बसिरहेको छ, उतै बस्छ, फेरि एकचोटि आएर भन्छ यहाँ गाडी रोक्दैन, रोक्ने ठाउँ चाहिँ यहाँ चाहिँ बस स्टप यो भन्छ। बसिरहेको छ, केही पनि भन्दैन। यसपछि त गाडी त्यहीँ रोक्छ। गाडी त्यो सानो बच्चा जहाँ बसेको छ गाडी त्यही रोक्छ। अनि गाडी चढ्छ, गाडी चाहिँ झालबाट जाँदै गर्छ। जाँदै गर्दाखेरि अलिक पर गएर ड्राइभरलाई एकछिन रोक्नुहोस् भन्छ। अनि भन्छ आन्टी थ्याङ्क यू भेरी मच, तपाईँले भनेको कुरा ठिक हो, खासमा गाडी त्यहाँ रोक्दैन थियो, यहाँ त्यो बस स्टप चाहिँ यहाँ तपाईँले भनेको ठिक हो, तर मलाई थाहा थियो गाडी त्यहीँ रोक्छ किनभने ड्राइभर चाहिँ मेरो बुवा हो। अनि मेरो बुवाले मलाई त्यहीँ बस्नु भनेको थियो, तर म त्यहीँ बसेको, मलाई थाहा थियो गाडी यहीँ रोक्छ किन ड्राइभरको हो, मेरो बुवा हो, अरू भागमा रोक्दैन थियो भन्छ। अनि गाडी सुनिसु जान्छ। त्यस कारणले गर्दाखेरि अनुग्रह दिने चाहिँ हाम्रो बुवा हो। आमेन। अनुग्रह दिने चाहिँ हाम्रो बुवा हो। म उहाँको छोरा, तपाईँहरू उहाँको छोराछोरी। त्यही कारणले गर्दा परमेश्वरले मलाई अनुग्रह दिनुहुन्छ। आमेन। परमेश्वरले मलाई अनुग्रह दिनुहुन्छ। हो हामी प्रार्थना गर्नुमा चुकौँला, बाइबल पढ्नुमा हामी कमजोर होला, उपवास बस्नुमा हामी कमजोर होला, हाम्रो बोली वचन व्यवहार नराम्रो होला, ठिक छ, हामी घमण्डी होला, रिसाउँछौँ होला, नो प्रब्लम, तर हामी परमेश्वरको छोरा हो अनि परमेश्वरको हामी छोरी हो। आमेन। अनि हामी कमजोर छौँ, यो अल्छी छ, यसले पढ्नु जान्दैन, यो रिसाउँछ, यो झर्किन्छ, यसको पैसा छैन, यो सबै थाहा छ उहाँलाई, सबै थाहा छ उहाँलाई। अनि उहाँलाई के थाहा छ भने यो चाहिँ मेरो छोरा हो, यो
चाहिँ मेरो छोरी हो। आमेन। हामीलाई थाहा हुन्छ परमेश्वर मेरो, हामीले ग्यारेन्टी के हुन्छ भने म यहीँ उभिन्छु, गाडी यहीँ रोकिन्छ, किनभने गाडी कुदाउने चाहिँ मेरो बुवा हो। आमेन। म माग्छु परमेश्वरलाई, म परमेश्वरलाई खोज्छु, उहाँले मलाई दिनुहुन्छ, उहाँले मेरो प्रार्थना सुन्नुहुन्छ, उहाँले मलाई सहायता गर्नुहुन्छ, किनभने उहाँ मेरो बुवा हो भनेर चाहिँ तपाईँ र मैले चाहिँ भन्न सक्नुपर्छ। आमेन। कहिलेकाहीँ हामी परमेश्वर मेरो बुवा हो चाहिँ भन्छौँ, तर उसको छोराछोरी जस्तो व्यवहार चाहिँ गर्दैनौँ। कहिलेकाहीँ दुईचोटि, कहिलेकाहीँ चाहिँ हामी जानी हुन्छौँ, कहिलेकाहीँ चाहिँ जे होस् अनुग्रह चाहिँ कसरी प्राप्त गर्ने, परमेश्वरले मलाई सहायता गर्नुहुन्छ, परमेश्वरले मलाई उठाउनुहुन्छ, परमेश्वरले मलाई बढाउनुहुन्छ। यसको एउटा उदाहरण हाम्रै चर्च, हामी टाढा जानु पर्दैन। हामी एउटा सानो कोठामा हाम्रो साडु भाइको रुममा सुरु गरेको चर्च हो। तर बिहिबारको सङ्गति जान्छ नि, बिहिबारको सङ्गतिमा हामी 15 जना जति भेला हुन्छ रचना बहिनी। हामी 6 जना कि 7, मैले बिर्से फोटो छ हेर्नुपर्छ, कि त 6 जना कि त 7 जना थियो हामीले चर्चमा सुरुवात गरेँ फर्स्टमा। तर हामी यहाँ आयौँ नि त, आएनौँ, यहाँ आयौँ। यहाँ आउँदाखेरि मेरो एउटै मात्रै डर के थियो भने प्रभु हामीले यत्रो धेरै महँगो भाडा दिन्छौँ, कोठा चाहिँ भरियोस्। मेरो विचारमा अहिलेसम्म हाम्रो कोठा कहिले पनि वृद्धिएको छैन। आमेन। भएको छ किनभने परमेश्वर हाम्रो बुवा हुनुहुन्छ। हालेलुया। अब हामी 3 नम्बर जाउँ। त्यसपछि यहाँ चाहिँ परमेश्वरको के भन्छ त्यहाँ शीर्षकमा अनुग्रहमा कसरी जीवन बिताउन सक्छौँ भन्ने कुरा है। म वचन सिद्धिन आँट्यो, अलिकति लामो भयो होला, आधी घन्टा भइसक्यो। परमेश्वरको अनुग्रहमा चाहिँ कसरी जीवन बिताउने भन्दाखेरि चाहिँ नि एउटा यो 5वटा गाईको उदाहरण दिन्छु। मलाई मनपर्छ यो साँच्चीकै हो। यो कहाँनिर भन्दाखेरि इन्डोनेसियाको एउटा जातिमा एउटा परम्परा छ। त्यहाँ चाहिँ केटाले केटी माग्नु जाँदाखेरि बिहे गर्नुको लागि गाई दिनुपर्छ। के दिनुपर्छ? गाई। केटी खानदानी, केटी राम्री छ भने चाहिँ मिस युनिभर्स अथवा मिस वर्ल्ड छ भने चाहिँ 5वटा गाई हो। भनेपछि मायाले गाई दिनु पऱ्यो, मायालाई 5वटा दिनु पऱ्यो, किन मेरो बहिनी माया राम्री होइन त, सीमा पनि राम्री नै हो, अब सबै राम्री हो। भनेपछि तपाईँ हाम्रो यहाँ जति पनि बहिनीहरू हुनुहुन्छ, तपाईँको बिहे भने तपाईँको केटाले कतिवटा गाई दिनुपर्छ? 5वटा, किन तपाईँहरू राम्री अनि तपाईँहरू परमेश्वरको छोरी, राजाहरूको राजाको छोरी है, 5वटा। अनि सबैभन्दा नराम्रीलाई चाहिँ एउटा गाई हो। सबैभन्दा नराम्रीले कतिवटा? एउटा गाई। तर गाई चाहिँ दिनै पर्यो। कसैले बिहे गर्दा एउटा गाई दियो भने त्यो केटी के छ? नराम्री, नपढेको, नखानदानी। त्यसपछि केटा माग्नु गएछ, यसो हेर्छ सिद्धै गरेर म त 5वटा गाई दिन्छु भन्छ अरे। त्यहाँको त्यो बिहे गर्ने त्यो के भन्छ, त्यो प्रधान पञ्चायत जस्तो हुन्छ नि, मुखियाहरू छक्क परेछ। किन त्यो केटी चाहिँ 2टा गाई भन्दा माथि थिएन अरे के, बेसीमा कतिवटा गाई? 2टा। तर उसले जामिनी कतिवटा दिन्छु भन्यो? 5वटा। मुखियाले नै छक्क, अब नदिए भन्नु त मिलेन। पुरै गाउँभरि हल्ला फैलेछ। खासमा 2टा गाई हो, 5वटा दियो भनेर है धुमधामसँग बिहे भयो है, धुमधामसँग बिहे भयो। अनि त्यसपछि एउटा मान्छेलाई साह्रै गाह्रो भएछ, सोधेछ मुखियाले उसलाई, पछि सोधेछ, होइन हौ भाइ, हामी सबैलाई थाहा छ 2टा गाई हो म्याक्सिमम, त तपाईँले 5वटा किन दिएको भनेर। उसले भनेछ किनभने ऊ मेरो श्रीमती हो, मैले उसलाई मन पराएँ, त्यही कारण उसलाई मलाई 5वटा गाई दिएको, किनभने मेरो लागि ऊ चाहिँ विश्व सुन्दरी हो, मेरो लागि ऊ सबैभन्दा खानदानी हो। अर्को कुरा चाहिँ मैले उसलाई 5वटा गाई दिएको कारणले गर्दा ऊ बाटोमा हिँड्दाखेरि, काम गर्दाखेरि जहिले पनि उसले आफ्नो मूल्य बिर्सिँदैन। मेरो लागि मेरो बुढाले कति दिएको? 5वटा गाई। पानी भर्न जाँदा पनि मेरो लागि मेरो बुढाले 5वटा गाई दिएको। घाँस काट्दा पनि मेरो बुढाले मलाई 5वटा। खतराटी अब हिँड्दाखेरि नै पुरै माथि हिँड्यो के, 5वटा गाई। वाह, भनेपछि उसको भाउ बढ्यो नि त, बढ्यो कि बढेन? हिँड्दा पनि 5वटा गाई, बस्दा पनि कति? 5वटा गाई। हामी पनि त्यही हो। तर निष्कोट र पढ्नु निष्कलङ्क घुमाको जस्तो आमेन। तपाईँको बारेमा मलाई थाहा भएन, तर मलाई येशू ख्रीष्टले आफ्नो रगतले किन्नु भएको हो, तपाईँहरूले पनि किन्नु भएको। आमेन। हामी सबै ख्रीष्टको रगतले किनिएका हौँ, चान्चिने मान्छे होइन नि। ओ नो प्रब्लम, पैसा नहोला, आज अन्जु बहिनीको श्रीमान आउनु सक्नु भएन, बिरामी भएर अस्ति पनि आएन, नो प्रब्लम, बिरामी होला, मरेको त छैन नि त होइन, पैसा नहोला,
कपडा नहोला, उद्धव दाइको काठ बिचरा पाकै छैन, कति भइसक्यो, टेन्डर पनि गयो, हालेको पनि परेन। यो नयाँ कुरा सिकेको छु मैले, आइपिओ भर्ने पर्दैन रहेछ। म त आजकल भन्नै मन लाग्दैन। मलाई आइपिओको सबैभन्दा मन नपर्ने कुरा के भन्नु, पैसा काटेको पनि भन्दैन रहेछ, देखाउँदै 5 रुपियाँ मात्रै देखाउँछ, अरू देखाउँदैन। अनि नपर्दाखेरि आएको पनि देखाउँदैन रहेछ। मलाई त अनि म त पैसा त्यो यताउता गरेर म त कन्फ्युज हुन्छ क्या। मलाई त प्रब्लम चाहिँ त्यो, कम्तीमा गयो अनि आयो त भन्नु नि, गएको पनि भन्दैन, आयो 5 रुपियाँ मात्रै गयो भन्छ, पुरै छैन पैसा त। अनि अस्ति फेरि आयो हेर्छु, आयो पनि भन्दैन। त्यो आफ्नो ठाउँमा छ प्रब्लम। तर कसले किनेको हो? ख्रिस्टको रगतले किनेका हो। आमेन। हामीलाई मुक्ति दिनको लागि, हामीलाई अनन्तको जीवन दिनको लागि अरूको रगत बगेको छैन, ख्रिस्टको रगत बगेको छ। त्यस कारणले गर्दा हामी हिँड्दाखेरि, हामी उड्दाखेरि, हामी बस्दाखेरि, हामी गर्दाखेरि हामीले केही कुरा यादपर्छ, म चाहिँ ख्रिस्टको रगतले किनेको हो। आमेन। परमेश्वरले मलाई अनुग्रह गर्नुहुन्छ। सकिनु लाग्यो, म एउटा कथा भन्छु, त्यसपछि हामी सिधाउनेछौँ है। 36 भयो, म लास्ट हो यो, त्यसपछि हामी प्रार्थना हुनेछौँ। यो मैले यहाँ लेखाएको छैन, तर मलाई भन्नु मन लाग्यो, म भन्छु। एउटा मान्छे थियो, बाउ र छोरी, छोरा पनि भनौँ, एजर रिसाउला फेरि है, बाउ र छोरा छोरी गएछ क्याम्पिङ गाउँमा के, दोलदाई जस्तो मासु पोलेर खाने। के पोलेर खाने? अरू पनि होला, मलाई मासु मनपर्छ, त्यही कारण मैले मासु भने है। जे होस्, आगो बाल्ने, अनि आगो त फुक्नु पर्यो। आगो फुकेको गर्छ, बल्दैन। आगो फुक्नु रहेछ, फुक्छ नि होइन, झट्टी फुक्छ, बल्दैन। अनि छोरीले भनेछ, ड्याडी म फुक्छु, तपाईँ बस्नुहोस्, आगो म फुक्छु। अनि बच्चाले आगो फुक्नु जाँदैन, हातमा गर्छ क्या, त्यो हावाभन्दा बढी त थुक जान्छ, अलिकति भएको पनि निप्छ। आगो हाल्यो भने फेरि बल्दै बल्दैन, धुवा आइरहेछ, कोसिस गर्यो, अनि एकछिनमा त फेरि फुरु गरेको त आगो त हुर्र बलेछ कि, ड्याडी आगो बल्यो भन्छ, वा आगो बल्यो, पुरा मजाले मासु पोलेर खायो। लिम्बूहरू थियो, सुँगुर पोलेर खायो। तपाईँहरू बाहुन कल्पना गर्नुहोस्, खसी पोलेर खायो होइन। अब भेज हो भने सुटुनी पोलेर खायो, खानु चाहिँ खायो। यहाँ चाहिँ के भन्दाखेरि चाहिँ त्यो हाम्रो हुन्छ नि योजनाहरू, योजना हुन्छ होइन, हामी कम्ता योजना बनाउँछ होइन, योजना करोडदेखि घटेको त योजनै हुँदैन मान्छेको। हाम्रो जति पनि योजना होस्, परमेश्वरको अनुग्रह छैन भने त्यही हो के, आगो बल्छ, बल्दैन। हाम्रो जति नै योजना होस्, हाम्रो जति नै प्लानिङ होस्, हाम्रो जति नै मेहनत होस्, परमेश्वरको अनुग्रह होइन नै हो त थुक मात्रै जान्छ, भएको आगो पनि निभेर धुवा मात्रै आउँछ। तर आगो अघि कसरी बलेको भन्दाखेरि यताबाट छोराछोरीले गर्दाखेरि उताबाट परमेश्वरले उसको बुवाले चाहिँ फुकिराख्नु भएको थियो क्या, आगो बलेको कारण चाहिँ त्यो हो। यता बच्चाले गर्दाखेरि उताबाट बुवाले बिस्तारै गरेको थियो अनि आगो बलेको थियो। आमेन, हालेलुया। मलाई त्यो कथा बडो मनपर्छ, पास्टरले भनेको। म त्यो पास्टरको वचन जहिले सुन्छु। उसको नाममा माइक पिला भएको छ, यो के कहाँ बस्छ होला, अरू थाहा छैन, तर उसको वचन बडो राम्रो हुन्छ, म सुन्छु। तपाईँहरू वचन सुन्दाखेरि अलिक खतरा सुन्नु पर्यो कि, झारपात त मै भइहाल्यो नि। त्यस कारणले गर्दाखेरि हामीले जति योजना बनाउँछौँ नि, परमेश्वरको अनुग्रह छैन हुँदैन। तर तीनटा कुरा छ, दुईटा कुरा छ। अर्को चाहिँ हामी विश्वास गर्छौँ परमेश्वरले हामीलाई अनुग्रह दिनुहुन्छ। आमेन। अर्को चाहिँ हामी के जीवन जिउँछौँ भने ख्रिस्टको रगतले हामी किनेका हौँ। आमेन। हाम्रो विश्वास छ अनि हामी ख्रिस्टको रगतले किनेका हौँ अनि परमेश्वरले हामीलाई अनुग्रह गर्नुहुन्छ। आमेन। हामी सबैजना उठेर प्रार्थना गर्नेछौँ।